नमस्कार, अपन समाचार में स्वागत छ। सुरु गरौं मृत्युको प्रसंगबाट। नवलपुरको मध्यबिन्दुमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मध्यबिन्दु नगरपालिका 12 तमासपुरका 83 वर्षीय पद्मबहादुर छेत्रीको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख रमेश थापाले जानकारी दिए। शुक्रबार दिउँसो भैंसी चराउन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नारायणी नदी किनारमा गएका छेत्री बेलुका अबेरसम्म पनि घर नफर्किएपछि उनको खोज तलास सुरु गरिएको थियो। खोज तलास गर्ने क्रममा मध्यबिन्दुको करङघारी भन्ने स्थानको काँसघारीमा बेलुका 8 बजेतिर छेत्रीको शव फेला परेको थापाले बताए। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा सशस्त्र प्रहरी र गाँजा तस्कर बीच झडप भएको छ। गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गर्दै गए राति गाँजा तस्करहरूको समूहले गोली चलाएपछि झडप भएको हो। प्रहरीमाथि 2 राउन्ड गोली चलाएपछि आफूहरूले पनि 1 राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय 6 नम्बर गनका एसपी खेम बहादुर थापाले जानकारी दिए। सशस्त्र प्रहरीले गाँजा तस्करीमा संलग्न 3 जनालाई पक्राउ गरेको छ। उनीहरूका साथबाट 50 किलो गाँजा समेत बरामद गरिएको छ। पक्राउ पर्नेमा भारतको सुपौल घर भएका 65 वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका 14 का 56 वर्षीय हीरा मुखिया र 45 वर्षीय लालबहादुर राई रहेका छन्। तस्करीमा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसैबीच सर्लाहीको हरिवनबाट 50 किलो लागू औषध गाँजा सहित प्रहरीले 1 जनालाई पक्राउ गरेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका 11 बासा टोलबाट J1 344 नम्बरको म्याजिक भ्यानमा गाँजा लिएर जाँदै गरेको घुर्कौलीका 29 वर्षीय रासलाल महतोलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलगी भएको छ। आज बिहान 6 बजे प्रहरी बाहिर गएको बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलगी भएको उक्त कार्यालयले जनाएको छ। आगलगीबाट रु 1 लाख भन्दा बढीको सामानको क्षति भएको बताइएको छ। उक्त कार्यालयको सुविधा सम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएका थिए। आगो प्रहरी जवान र बजारवासीको सक्रियतामा नियन्त्रणमा आइसकेको बताइएको छ। नीति आयोगले प्रदेश नम्बर 2 को विद्यालय शिक्षाका विविध पहल पक्षमा सरोकारवाला निकायसँग सुझाव लिएको छ। जनकपुर धाममा हिजो आयोगले गरेको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, सरोकारवाला निकायका पदाधिकारी लगायतले प्रदेश नम्बर 2 को शिक्षाको गुणस्तर वृद्धिका क्रममा देखिएको समस्या तथा चुनौतीका विषयमा सुझाव दिएका छन्। कार्यक्रममा प्रदेश नम्बर 2 का मुख्यमन्त्री मोहम्मद लाल बाबू राउतले प्रदेशको शिक्षा नीति बनाउने अधिकार सम्बन्धित प्रदेशले नै पाउनुपर्ने बताउनुभयो। उहाँले केन्द्र सरकारले प्रदेशलाई अधिकार नदिन नचाहेको पनि आरोप लगाउनुभयो। पहिलाका जिल्ला शिक्षा कार्यालयहरूले गर्ने गरेको अनुभव छ हामीहरुसँग। यदि बोर्डिङ स्कुलहरुको केन्द्र एक ठाउँमा राखेर त्यहाँ चोटको चिप चलाउने भरमा शक्तिले 2/3 को दमले हामी के गर्न सक्दैनौं भन्ने कुरा दमले भलै चाहिँ कोही गर्न सकोस्, तर तपाईहरु हेर्नु प्रदेश विश्वविद्यालय उच्च शिक्षा तपाईको अब तपाईलाई यस कारणले चाहिँ प्रदेश भित्र राख्नु पर्ने अवस्था आउँछ। तपाई बुझ्नुस् कि जिल्ला भित्र हरेक विद्यालयको जुन किसिम म मस्यौदा समितिको म मेम्बर रहेर म बसे। कार्यक्रममा शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले प्रदेश 2 का विभिन्न पक्षलाई समेटेर शिक्षा नीति बताउनु पर्ने बताउनुभयो। चिन्तन गरौँ, हामीसँग सांस्कृतिक विरासत छ। यदि त्यसो हो भने हामी त्योसँग भएको त्यो सांस्कृतिक विरासतलाई हामी कसरी पढाउन सक्छौं होला। दीनाबद्रीको कथा छ, जमिनको निम्ति लडाईँ खेलेर आफ्नो ज्यान आहुति दिने महान व्यक्तिहरू हो उहाँहरू। हाम्रा दलित साथीहरूले सम्मान गर्नुहुन्छ, तर त्यसको बारेमा सब घर घरमा हामीले जानकारी छैन। कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डाक्टर हरिवंश झाले शिक्षा बिना विकासको कल्पना गर्न नसकिने भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो। विश्रामपछि अब बाँकीका प्रसंगहरू। नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ। आज बिहान महानगरको बा 1 झ 5879 नम्बरको गाडीमा पोखरा 7 मासबारमा स्थित घरेलु कार्यालय नजिक आगजनी गरिएको हो।
नेभी सङ्घले बिदाको दिन सरकारी गाडीको दुरुपयोग गरेको भन्दै देशभर सरकारी गाडी रोक्ने अभियान चलाएको थियो। बिदाको दिन सरकारी गाडी चलाएको भेटिएकोले जलाइएको नेभी सङ्घ कास्कीका नेता सरोज केसीले बताए। गाडीमा रहेका मानिसहरूलाई भने झारिएको थियो। दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा रहेको छ। महानगरका सूचना अधिकारी गंगालाल सुवेदीका अनुसार स्वास्थ्य महाशाखामा करारमा कर्मचारी नियुक्त गर्न शनिबार लिखित परीक्षा रहेको थियो। त्यसको तयारीका लागि शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन उनको निवास मासवार गएको गाडीमा आगजनी भएको छ। यसैबीच प्रहरीले गाडी जलाएको आरोपमा 5 जना नेभी सङ्घ सम्बद्ध विद्यार्थी नेतालाई पक्राउ गरेको छ। नेभी सङ्घ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ल्याग्रान्डी कलेजका नेभी सङ्घ सभापति विनय पौडेल पक्राउ परेका हुन्। नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले प्रधानमन्त्री कार्यालयको सचिव सवार गाडीको चाबी नियन्त्रणमा लिएका छन्। आज राजधानीको लाजिमपाटबाट नेभी सङ्घ महामन्त्री कुन्दनराज काफले निकटका केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुभाष घिमिरे, सन्तोष गुरुङ, सुशान्त आचार्य र सुबोध ओली लगायतका नेभी सङ्घका नेता कार्यकर्ताको टोली प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुङ्गाना सवार गाडीको चाबी नियन्त्रणमा लिएका छन्। आज बिहान दिन पनि गाडी चलाइएको भन्दै बिदाका दिन गाडी चलाइएको भन्दै बा 1Z9995 नम्बरको गाडीको चाबी उनीहरूले खोजेका थिए। यस्तै मे 1Z151 नम्बरको गाडीसहित अरू 5 वटा गाडीका चाबी पनि उनीहरूले नियन्त्रणमा लिएका छन्। नेभी सङ्घका केन्द्रीय सदस्य भट्टले आज बिदाको दिन पनि चलाइएका 7 वटा गाडीको चाबी नियन्त्रणमा लिएका जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सरकारी निवास बालुवाटारमा साहित्यकारहरूलाई नै साहित्यबारे प्रवचन दिनुभएको छ। चिकित्सक डाक्टर अरुण सायमीले लेखेको मेरो जीवन कथाको विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धारा प्रवाह प्रवचन दिनुभएको हो। सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रशंसा गर्दै मुलुकको समग्र राजनीतिक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तीखो व्यङ्ग्य गर्ने प्रधानमन्त्री ओलीले शनिबार आफ्नो पुरै सम्बोधनलाई साहित्यमा नै केन्द्रित गर्नुभयो। उहाँले साहित्यलाई जीवन्त र पाठकको ध्यानमा तानिरहने बनाउन असाधारण शैली प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, साहित्यमा एउटा सानो विषयलाई कसरी प्रस्तुत गरिन्छ, त्यहाँ पसिसकेपछि किताबको छेउमा पस्नुपर्छ। त्यसपछि त्यो किताब कस्तो छ भन्ने कुरा समय मान्छेलाई अभाव हुन्छ। त्यो बिर्सियो कि बिर्सेन, महत्त्वपूर्ण कुराहरूमा हुन्छ कि त्यो बिर्सियो कि बिर्सेन, थकाइ लाग्या हुन्छ त्यो बिर्सियो कि बिर्सेन, निन्द्रा लाग्या हुन्छ त्यो बिर्सियो कि बिर्सेन, भोक लागेको हुन्छ त्यो बिर्सियो कि बिर्सेन, थुप्रै कामहरूको चाङ लाग्या हुन्छ त्यो बिर्सियो कि बिर्सेन। सबै कुरा छोडेर त्यसमै लाग्यो भने त्यो असाधारण हो। त्यसैले छुट्टी नै दिएन, त्यहाँबाट समातेको समातै यसरी गर्छु कि त्यो पहिलो मसँग पारित गर्छ अनि मात्रै छुटकारा पाउँछ। त्यसको जादु त्यही हो। भोक लागेको हुन्छ त्यो बिर्सियो कि बिर्सिएन, थुप्रै कामको चाङहरू हुन्छ त्यो बिर्सियो कि बिर्सिएन, सबै कुरा छोडेर त्यसैमा लाग्यो भने त्यो असाधारण हो। यो त्यसले छुट्टी नै दिएन, त्यहाँबाट समातेको समाते यसरी गर्छ कि त्यो पहिली मसँग पारित गर अनि मात्रै छुटकारा पाउँछ र त्यसको जादु त्यही हो। पेसाले चिकित्सक डाक्टर सायमीले गीति लेखन, कविता, उपन्यास तथा समसामयिक विषयमा कलम चलाउँदै आउनु भएको छ। उहाँको पछिल्लो कृतिको रूपमा आएको मेरो जीवन कथा आत्मकथालाई गङ्की धुस्वा वसुन्धर प्रतिष्ठानले प्रकाशन गरेको हो। 252 पृष्ठको मेरो जीवन कथाभित्र डाक्टर सायमीको बाल्यकालदेखि स्कुल शिक्षा, राजनैतिक यात्रा, राजनीतिक व्यक्तित्वसँगको भेटघाट, सङ्गत तथा 62-63 को जनआन्दोलन र महाभूकम्प 2072 को प्रसङ्ग समेटिएका छन्। नेपाल चिकित्सक संघले पूर्व घोषित विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ। डाक्टर गोविन्द केसीले हिजो अनसन कार्यक्रम स्थगन गरेसँगै संघले पनि केसीको समर्थनमा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो। संघका महासचिव डाक्टर लोचन कार्कीले आज एक विज्ञप्ति जारी गर्दै आफूहरूबाट भएको विरोध कार्यक्रमबाट बिरामीका आफन्त, आम सर्वसाधारणहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना मागेका छन्। प्राध्यापक डाक्टर गोविन्द केसी विरुद्ध अनसन बसेका विजय थापाले पनि आज अनसन तोडेका छन्। शिक्षण अस्पतालमा नै अनसन बस्नुभएका थापाले शनिबार अनसन तोडेका छन्। काठमाडौँ महानगरपालिका 20 स्थित भीमस्थान बस्ने 3 वर्षीय आकिया मगरकोठी र जनकपुर उपमहानगरपालिका 4 स्थित हंसपुर बस्ने 55 वर्षीय बेचन यादवको हातबाट जुस खाएर थापाले अनसन तोडेका हुन्। विश्रामपछि अब समाचारका बाँकीका प्रसङ्गहरू। सरकारले पर्साको वीरगञ्ज स्थित
कृषि औजार कारखानालाई नयाँ ढङ्गबाट समयदेखि बन्द रहेको कारखानाको स्थलगत अध्ययनपछि आज कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले अध्ययन प्रतिवेदनका आधारमा मोडालिटी परिवर्तन गरेर उद्योग सञ्चालन गर्ने बताउनु भएको हो। मन्त्रालयले उद्योगको वर्तमान अवस्था, कृषि औजारको बजार र उद्योगमा रहेको सामग्रीको अवस्था अध्ययन गर्न टोली गठन गरेको भन्दै उहाँले सो अध्ययन टोलीको प्रारम्भिक प्रतिवेदनका आधारमा उद्योग सञ्चालनको मोडालिटी तयार गर्ने बताउनुभयो। अत्यन्तै प्रतिस्पर्धी बजार भएको अहिलेको अवस्थामा कृषि औजारको बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएको ट्रस्टका रूपमा ल्याएर सम्पत्ति मूल्याङ्कन गरिए ढङ्गले उद्योग सञ्चालन गर्ने उहाँले स्पष्ट पार्नुभयो। जमानाको प्रतिस्पर्धाको रूपमा यसलाई विकसित गर, होइन भने सबै कर्मचारीहरूको अहिले अब उलिरहन सकिँदैन, सबै कर्मचारीहरूलाई बिदा गर्ने, त्यसपछि गएर त्यो सम्पत्तिको मूल्याङ्कन गर्ने, एउटा ट्रस्टमा त्यसलाई ल्याउने, त्यसपछि पुनः के गर्न सकिन्छ नयाँ निर्णयका साथ अगाडि बढ्ने। त्यही अनुसार यो कारखानालाई पनि गरिन्छ। किनभनेदेखि यो फेरि कृषि औजार उत्पादनको दृष्टिले र त्यो बनिसकेपछि त्यो कृषकको पाठ जस्तो हुन्छ र यो कारखानाको स्वरूप फेरि अहिले उद्योग अन्तर्गत छ। त्यो भएको हुनाले यहाँ बनाउने भन्छौँ, तर त्यसमा कस्तो प्रकारको फार्म प्रयोग गर्ने, त्यो कहाँ पाइन्छ, आयात गर्न जस्तै हाम्रो यहाँ बन्दैन नि त, हाम्रो यहाँ बन्दैन, ब्रिटिस स्ट्यान्डर्डको हामीले कहाँबाट लिने, यस्ता कुराहरू हुन्छन् यसका। त्यसो गर्दाखेरि त्यो स्ट्यान्डर्ड कायम पनि गर्ने र यसलाई सुचारू पनि गर्ने र मुनाफामा पनि लैजाने। यो यतिकै फेरि हामीले धर्म धान्न यसलाई चलाउँदैनौँ, हाम्रो संस्कृति धान्न चलाउने पनि होइन, यसलाई मुनाफा पनि लैजाने प्लानसहित यसको निर्णय गरिन्छ र तुरुन्तै निर्णय हुन्छ यसको। आर्थिक वर्ष 2075-76 को बजेटमा कृषि औजार कारखाना स्थापना गरिने उल्लेख छ। 2024 सालमा रुसको प्राविधिक र आर्थिक सहयोगमा नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएको कृषि औजार कारखाना पछिल्लो समय नोक्सानीमा गएपछि 2054 सालमा सरकारको निजीकरण योजना अन्तर्गत राखी निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारीमा सुम्पिएको थियो। त्यसपछि पनि कारखाना सञ्चालन सहज नभएपछि 2059 चैत 4 गतेको मन्त्री परिषद बैठकबाट सरकारले उद्योग खारिज गर्ने निर्णय गरेको थियो। खारिजको समय 180 जना स्थायी कर्मचारी रहेका थिए। हाल कारखानामा नायब सुब्बा सरहका 1 जना सुरक्षा इन्चार्ज र 8 जना सुरक्षा गार्ड कार्यरत छन्। अमेरिकाले इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्स INF सन्धि तोडेको घोषणा गरेको छ। 1987 मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्बाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यस सन्धिमा हस्ताक्षर गरेका थिए। INF ले जमिनबाट मार गर्न सक्ने मध्यम दूरीका मिसाइलको परीक्षण र परिचालनलाई रोक्दछ। यो मिसाइलबाट 500 देखि 5500 किलोमिटर टाढासम्म प्रहार गर्न सकिन्छ। शीत युद्धको क्रममा भएको परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोडिनुलाई परमाणु निशस्त्रीकरणमा ठूलो झट्का मानिएको छ। लामो समयदेखि रुसलाई धम्काउँदै आएको अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तमा कडा रवैया देखाउँदै INF सन्धि स्थगित गरिदिएको बीबीसीले जनाएको छ। अब खेल समाचार। एशियन कप फुटबलको उपाधि कतारले पहिलो पटक जितेको छ। युएईमा शुक्रबार भएको फाइनल खेलमा जापानलाई 3-1 गोलले हराउँदै कतारले एशियन कप फुटबलको उपाधि उचालेको हो। एसियाको महारथी जापानलाई हराउन कतारका अलमोइज अली, अब्दुल अजिज र अक्राम आफिफले गोल गरेका हुन्। जापानका लागि मिनमिनोले 1 गोल फर्काएका थिए। हस्त अपन समाचारहरूलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।